नमस्कार सबैजनालाई। अनि हामी चाहिँ मुरैको डल्ला बनाउन जाँदैछौँ। यसलाई चाहिँ बुझा भनिन्छ, हाम्रोतिर चाहिँ मुरै भनिन्छ हैन। अनि दिदी, म, मेरो भान्जी उनीहरू चाहिँ स्कुल जानु लागेको छ हैन। म चाहिँ यसो हल्का भिडियो बनाउँदै, दिदीले चाहिँ सक्खर उमालिसक्नुभयो। टक्क सक्खर उमालेर अब हाम्रो नाङ्लोमा हाल्नुहुन्छ। नाङ्लोमा हालेर अनि यो मुरै चाहिँ हामी मिसमास गर्ने त्यसमा हालेर हैन। अनि दिदीलाई चाहिँ हामी लाइक सानैबाट हो कि हामीलाई दिदीले मजाले यस्तो बनाएर खुवाउनुहुन्थ्यो। अनि मैले छुट्टीमा गएको बेलामा यसो ल नि त भनेर कोसेली दिदीलाई दुःख दिएको कि मलाई लास्ट मनपर्छ नि त मेरो दिदीलाई थाहा छ। अनि त्यही भएर म यता दुबई आउने बेलामा अनि मलाई कोसेली बनाएर सब रेडी पारेर राखिदिनु भएको थियो दिदीले। अनि दिदीलाई म सघाउँदै अलिअलि आउँदैन पोली त्यही पनि सघाइदिएको होइन। दिदी चाहिँ क्या छिटो बनाइदिने, म चाहिँ एउटा बनाउनुलाई ल 2-3 मिनट लाउने होइन। बिस्तारै गर्ने म चाहिँ पोल्ने कि तातो हो त्यो चाहिँ। अनि अलिक पानी छोड्नुपर्छ त्यहाँ, टक्क हातमा पानी हालेर अनि त्यसलाई मोलेर बनाउनुपर्छ। टक्क मुरैको भयो होइन। अनि दिदीले सबै बनाइसकेर म चाहिँ काम नभएर भिडियो बनाउँदै बसेको, नानीहरू स्कुल गइहाल्यो। अनि दिदीभाइ घरमा कोसेली बनाउँदै बस्दै के गर्ने भन्ने होइन। अनि मोबाइल आएको थियो झन्डै, मैले मेरो मोबाइल झारिदिएको, भान्जीले झन्डै झारिदिएको। नानीहरू स्कुल जान्छ, हाम्रो काम छैन, हाम्रो स्कुल लाइफ सकिसक्यो। अब हाम्रो कमाउने लाइफ छ अहिले। नानीहरू जाँदैछन्, टाटा मामा भन्दैछ। अब टाटा भरेतिर भेटघाट हुन्छ मान्छेहरूसँग। अनि घरमा म दिदी टक्क मुरै बनाउँदै सकिन लाग्यो। अब धेरै नै भयो त्यो, मैले चाहिँ धेरै भएर अनि मैले राखिदिएको हात्ती चाहिँ उतैतिर। मैले थोरै लिएर आएको किनकि मेरो धेरै सामान भइसकेको थियो, लगेजमा सामान धेरै भइसकेको थियो। अनि त्यही भएर दिदीले चाहिँ होइन सबै लग भनेर सबै लग्नु भन्दै हुनुहुन्थ्यो। सकिनँ, लगेजमा सामान धेरै थियो। अनि त्यही भएर फेरि मुरैको सकेर चिउराको बनाउनु लागेको थियो हामीले। फेरि सक्खर उमालेको। अनि सक्खर चाहिँ टक्क पानीमा अलिकति पानीमा हाल्ने, तातो बनाएर आफै घुल्छ होइन। घोलिसकेपछि के को बनाउने हो त्यही सामान त्यसमा हाल्ने हो कि। जस्तै चिउराको बनाउनु भयो चिउरै हाल्ने त्यो भित्र होइन। मुरैको बनाउने यसरी चिउराको। अनि हामीले बनायौँ, मैले बनाइसकेको हालेको थिएँ, तर बनाउनुभन्दा अगाडिको चाहिँ भिडियो हो। यसरी चिउराको बनायो हामीले होइन, मेरो दिदीले। मोबाइल 1300 नै भिडियो बनाएको चाहिँ तिलको पनि बनाएको हामीले। सङ्क्रान्तिमा हामी जानु पाएन, त्यही भएर छुट्टीको बेला यादगार कोसेली पनि हुन्छ। अलि लङ टर्म पनि हुन्छ कि, यो लङ टर्म पनि खानु मिल्छ। मेरो भान्जी चाहिँ हाँसे मैले ब्लग बनाएको देखेर पागल जस्तो हाँसे थियो होइन। मामा कति बोल्नु भएको, म कति ब्लग बनाएको भनेर। भान्जीलाई के थाहा मामालाई ब्लग राम्रो लाग्छ भनेर। भोलि पर्सि मलाई थाहा हुन्छ। अनि मैले चिउराको त एउटा फुट्यो दिदी, अनि चिउराको त फुट्यो भनेको होइन, त्यो एकछिन हो। त्यो सक्खरले पक्रिसकेपछि त्यो फुट्दैन, तातोमा पग्लिन्छ। तर त्यो अलिकति सक्खरले समातेपछि हुँदैन। फेरि अर्की भान्जीले चाहिँ नागेर गयो कि, अनि मलाई त रिस उठेर बिस्तारै जाउँ न भन्छु, भन्दैन यस्तो अटेरी हो यसरी। अनि दिदीले टक्क पानी लगाइ दिदीले चाहिँ भान्जीहरू दुईजना उतापट्टि गएर जुद्दै
हुँदा त यिनीहरू यस्तो जुत्छ, म नहुँदा कति जुत्छ होला। दुईटा चाहिँ कुकुर बिरालो जस्तो झगडा गर्छ जति बेला नि, फेरि मिल्छ पनि, झगडा पनि गर्छ। तिलको पनि बनाएको, तिलको चाहिँ यहाँ छ। म चाहिँ खाइदिइहालेको बनाउँदा बनाउँदै चाख्नु पर्यो भनेर दिदीलाई सोधेर पनि चाखिदिएको। यस्तो मिठो लाग्यो साथीहरू, यस्तो मिठो लाग्यो नि कसम भनेर भएन। भान्जी चाहिँ हेरेर हाँसे मैले मोबाइल तेर्साएर पनि खाइदिएको थिएँ। मिठो छ मिठो, यता बनाउँदै यता खाँदै। हेलो बैरी भान्जी, राम्ररी सकर चलाऊ, मम्मीलाई सघाइदेऊ है त। आगोले पोल्ला बिस्तारै। ल यति भन्दै हजुरहरू सबै माझमा बिदा चाहन्छु। हस्त धन्यवाद। छोटो मिठो ब्लग हेर्दै गर्नुहोस्, लाइक कमेन्ट गर्दै गर्नुहोस् होला। सी यू नेक्स्ट।